चुरे पहाडको अग्लो भूभागमा अवस्थित पुरानो नाम गोलघर अर्थात् शहीद हीरालाल पार्क स्थानीय आन्तरिक पर्यटक र भारत बिहारका पर्यटकहरूको गन्तव्यको रूपमा परिचित बनेको छ। निजगढ नगरपालिका वडा नम्बर 4 को बाघ भैरव सामुदायिक वनको उत्तरतर्फ निर्मित शहीद हीरालाल पार्कमा निर्मित भ्यू टावर, बारा, पर्सा, रौतहट र भारतको बिहारका पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। विक्रम सम्वत 2074 सालमा शिलान्यास गरिएको निजगढ भ्यू टावर 60 लाख रुपियाँ लागतमा निर्माण गरिएको हो। निजगढकै सबैभन्दा पुरानो खानेपानी ट्याङ्की भएको स्थानलाई सरसफाई गरेर मनोरम क्षेत्र बनाइएको यस स्थानमा अहिले दैनिक सयौंको सङ्ख्यामा घुम्न र दृश्यावलोकनको लागि पुग्ने गरेका छन्। 2062-63 को जनआन्दोलनका शहीद हीरालाल गौतमको स्मृतिमा शहीदको सम्मान स्वरूप शहीद हीरालाल पार्क निर्माण गर्ने योजना पश्चात यस क्षेत्रले पर्यटकीय गन्तव्यको रूपमा स्थान पाएको हो। हाल यस पार्कमा प्रवेशद्वारको रूपमा रहेको निजगढको पुरानो ऐतिहासिक बस्ती बागदेवको नाममा बाघको मुख, पार्कको सबैभन्दा पुरानो चिनारी गोलघर, शहीद हीरालाल गौतमको प्रतिमा, मनोकामना मन्दिर, प्रतीक्षालय, बगैँचा, सभाहल, पिकनिक स्पट, भ्यू टावर निर्माण भएपछि पर्यटकहरूको सुविधामा थप वृद्धि भएको छ। अहिले यहाँ दैनिक बिहान बेलुका कसरत गर्ने, सुटिङ गर्ने, पिकनिक, सभा सम्मेलन र तराईको फाँट अवलोकन गर्न आउनेहरूको बाक्लो आवागमन हुने गरेको छ। विशेष गरी नेपाली नयाँ वर्ष, अङ्ग्रेजी नयाँ वर्ष लगायत बिदाको दिनहरूमा पर्यटकहरूको विशेष चहल पहल हुने गरेको छ। भ्यू टावरबाट निजगढ बजार सहित बारा, पर्सा, रौतहट, मकवानपुर र भारतका विभिन्न स्थानहरूको अवलोकन गर्न सकिन्छ। साँझ अथवा रातिको समयमा भ्यू टावरबाट देखिने बिजुली बत्तीको झिलिमिलीले थप मनोरम बनाउँछ। केही वर्ष अघिसम्म सालघारीको रूपमा रहेको यस क्षेत्र अहिले निजगढको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ। पार्कमा भौतिक संरचना निर्माण भए पनि त्यसको उचित संरक्षणमा भने खासै वास्ता गरिएको देखिँदैन। शहीद हीरालाल पार्क पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गए पनि पार्कदेखि भ्यू टावरसम्म पुग्ने बाटो निर्माण नहुँदा भ्यू टावरसम्म पुग्न पर्यटकहरूलाई निकै अप्ठ्यारो हुने गरेको छ भने भ्यू टावर वरिपरि गएको पहिरो र भूक्षयले भ्यू टावर उच्च जोखिममा परेको छ। सम्बन्धित निकायबाट समयमै भ्यू टावरको उचित संरक्षण नभएमा पहिरोसँगै भ्यू टावर पनि बग्न सक्ने नाजुक अवस्थामा रहेको छ। बर्खामा परेको पानी कच्ची बाटोमा बग्दा बाटो समेत बगरमा परिणत भएको छ, जसको कारण सवारी दुर्घटनाको जोखिम उच्च हुनुका साथै पार्कदेखि भ्यू टावरसम्म पुग्ने पर्यटकहरूको सङ्ख्यामा समेत कमी भइरहेको छ। पार्कदेखि भ्यू टावरसम्म पुग्ने बाटो निर्माण भए भ्यू टावर पुग्ने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि हुनेछ।